मित्रहरू अहिले हामी नारायणका पुलमा छौँ हेर्नुहोस् यसै मित्रहरू अहिले कस्तो राम्रो छ यो सहर हेर्नुहोस् अहिले ट्राफिक नियम पालन भएको छ यो पुलमा सबैले ट्राफिक नियम पालन गर्नुहोस् यसो गयो भने माटोबारी यसो गएर माटोबारी पुग्छ खोलाको बहाव बोलिरहेको छ मित्रहरू गाडीको चार्ज चाहिँ दुःखको गतिमा छ मित्र यहाँ चाहिँ चार्जर बस्नबाट यस्तो 60 जान्छ मित्रहरू मेलम्चीसम्म जान्छ माथि फुटबल पुग्नु जान्छ मित्रहरू त्यो खोलाको बहाव चाहिँ अलि एकदम उच्च कम उच्च है यो उच्च पनि नभने अब जस्तोभन्दा अलिकति उच्च नै छ मित्रहरू अब हामी टक्क पुलमा हिँड्ने बानी गर्नुपर्छ पर्यटक बस्नमा हेर्नुपर्छ मित्रहरू ठाउँ छ काठमाडौँको सुन्दर मुटु ठाउँ नारायणका हेर्नुहोस् मित्रहरू आउनुहोस् तपाईँहरू घुम्न सक्नुहुन्छ काठमाडौँको मुटुमा हेर्नुहोस् मित्रहरू आउनुहोस् यसो घुमफिर गर्न आउनुहोस् बेला बेला आउनुपर्छ म त पहिला यात्रा गर्छु मित्रहरू हामीहरू हिँड्यो माथि गएपछि मेडिकल कलेज पुग्छ मित्रहरू हेर्नुहोस् यता तलतिर गए शिवचो पशुपति हेर्नुहोस् है मित्रहरू ल कति राम्रो छ तपाईँहरूलाई हेर्नुहोस् ट्राफिक नियम पालना भइसकेको छ हेर्नुहोस् मित्रहरू ट्राफिक नियम पालन भइरहेछ हेर्नुहोस् सडकमा उच्च चाप बजिरहेको छ हेर्नुहोस् गाडी बिग्रिरहेको छ हेर्नुहोस् ट्राफिक नियम यता पनि रोकिरहेको छ घुम्नुपर्छ मित्रहरू बेला बेलामा यसो घुम्नुपर्छ हुन सक्नुहुन्छ तपाईँहरू हेर्नुहोस् घुम्नुपर्छ मित्रहरू घरमा मात्र बस्नु ट्राफिक नियम पालन भएपछि यताको गाडी रोकिरहेछ यताको गाडी चलिरहेछ हेर्नुहोस् रातोपट्टि यता बल्यो यता टक्क रोकिया छ मित्रहरू नेपालको ट्राफिक लाइन चाहिँ यो ठाउँमा भइदियो अझ राम्रो हुन्थ्यो कति ठाउँमा सुधार गर्नुपर्ने छ त्यो सुधार क्रमिक रूपमा हुँदैछ हेर्नुहोस् सबैले पालना गर्नुपर्छ हेर्नुहोस् अहिले पैदल यात्री कति आनन्दले हिँड्न पाइरहेछ मित्रहरू हेर्नुहोस् टक्क ट्राफिक नियम पालन भइरहेछ घुम्नुपर्छ नारायण खर हुन्छ मित्रहरू अब यसरी घुम्नुपर्छ हेर्नुहोस् घुमिरहनुपर्छ हेर्नुहोस् बारीमा जानकारी पाउनुहोस् मोबाइल पसलमा छिरिरहेछ हेर्नुहोस् मित्रहरू अब हामी टक्क सिधो बाटो पुगिरहेछ अब हामी यहाँबाट पार जान्छौँ हामी बाटो यसरी क्रस गर्नुपर्छ हेर्नुहोस् है क्रस भएछ गाडी रोक्ने क्रम चाहिँ जारी छ है हेर्नुहोस् गएपछि हामी अपनको गेटमा आइपुगेका छौँ अब हामी भित्र जान्छौँ है मित्रहरू हेर्नुहोस् हाम्रो सक्नुहुन्छ हेर्नुहोस् मित्रहरू आउनुहोस् है आउनुहोस् है अब शान्त छ हामी अहिले भित्र छौँ हामी मित्रहरू आइपुग्यौँ हामी
मित्रहरू हामी यो भित्र आइपुगेका छौँ हेर्नुहोस् म बस्दै